हेलो गाइस, हामी चाहिँ जनकपुर धाम जान लागेको छौँ फ्यामिलीसँग। यहाँ मेरो छोरी यहाँ मेरो छोरी बुवा। हामी चाहिँ जनकपुर जाँदैछौँ। अहिले बिहान हामी गाडी कुर्दैछौँ, गाडी आइपुगेको छैन। हामी गाडीको प्रतीक्षामा बसिरहेको छौँ। फाइनली बस चढिसकेको छ होइन सर। यहाँ हेर्नु, यो चाहिँ नेपालगञ्ज टु विराटनगरको बस छ। हामी गाडीमा बसिरहेको छौँ। हामी यहाँ यो बसमा चाहिँ ढल्केबरसम्मको यात्रा गर्छौँ, त्यसपछि अर्को बस पक्र्छौँ। सकेको छु निचोडबाट। यसरी आइ गर्थ्यो है, खुसी आए 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 हामी हिँडिसक्यो भन अहिले जोडले। फाइनली चपुर आइसकेको छ, हेर्न सक्नुहुन्छ। हामी ढल्केबर आएर हामी बस चेन्ज गऱ्यौँ होइन। यहाँदेखि चाहिँ भेट्दा है। र हामी अर्को बस चढिसकेको छ। हामी यहाँनिर छौँ, ल म यहाँ छु। अब हामी जनकपुरको यात्रा गरिसकेको छ है। ल हेर्न सक्नुहुन्छ, अहिले 8 बजिसकेको छ। हामी जनकपुरतर्फ लाग्यौँ, पुर आइपुगेको छौँ। अब यहाँबाट हामी मन्दिरतर्फ लाग्दैछु। यो जनकपुरमा पानी परेको अवस्था छ, हेर्न सक्नुहुन्छ। हामी सबजना मयुरीमा चढेर ल जाँदैछौँ। ल हेर्नुहोस् ल, हामी मन्दिरको बाटोतर्फ लाग्यौँ। आज मौसम जे भयो नि, चिसो चिसो छ, गर्मी छैन है। यहाँनिर च्यापेर बसेर आएर बुने एकदम पानी परेर चिसो चिसो मौसम छ, एकदमै जाडो जाडो। हामी मन्दिरको लगभग करिब आइसकेको छौँ। मन्दिरको वाल हेर्न सक्नुहुन्छ। हामी फाइनली मन्दिर अगाडि ल हामी आइसकेको छौँ। ल हामी मन्दिरमा आइसकेको छौँ। हामी मन्दिर प्रवेश गर्दैछौँ। छोरी आउनु आउनु आउने
पानी परेर पुरा हिलो हिलो रहेछ ल जनकपुर राम जानकी मन्दिर हामी गेट प्रवेश गरिसकेको छौँ। यहाँ मेरो छोरी छ ल, यहाँ हामी सबैजना छौँ ल। हाम्रो ए ल आमा बुवा हुनुहुन्छ, आमा यहाँ दिदी, यहाँ छोरी पनि छ। भान्जाहरू अगाडि जानुभएको छ, ऊ अर्को भान्जा यहाँ हुनुहुन्छ है। पानी परेर अलि हिलो हिलो अवस्था रहेको छ, तैपनि अहिले पानी रहेको छ। बादल एकदम हेर्न सक्नुहुन्छ, पानी फेरि पर्ला जस्तो अवस्था। एकदमै चिसो मौसम छ आज। म हजुरहरूलाई भित्रको दृश्य पनि देखाउने छु। यो हाम्रो भान्जा छिरी एक्लै दौडिरहनु भएको छ। ए गेट हो ल, जुवान त बोकेर आइसक्यो यहाँ मान्छे। ल जाउँ, आउनु ल। हामी अब यहाँ भित्र जाँदैछु। ए ल ए हामी यहाँ सबैजना ग्रुप छौँ हेर्नुहोस्। अब यहाँ फोटो खिच्ने कार्यक्रम पनि भइरहेको छ। मौसमले गरेर होला एकदम फोटो मधुरो आएको छ। भित्र प्रवेश गरिसकेको छ, हेर्न सक्नुहुन्छ। ओइ बुवाहरू बोक्नु पर्ने तैँले त जेठी बाठी तेरो भने होइन भागल गर। यो त्यसरी चिप्लिन्छ, लड्यो त्यसरी लड्यो ल। हेर्नुहोस् हाम्रो भान्जा लडिसक्नु भएको छ। यहाँ अर्को यतातिर हामी मूल मन्दिर आइसकेको छौँ। अहिले जाउँ यता कहाँ सबैजना। ओ भाइ भान्जाहरू यहाँ आउनु। मन्दिर हामी यहाँ आइसकेको छौँ। खै र आमा भित्र छौँ। हामी ल दर्शन गर्न आइसकेको छौँ। छोरी हजुर, मेरो छोरी पनि दर्शन गर्न आइसक्नु भएको छ। ल अगाडि ल हामीले दर्शन गरिसकेको छ। अब परिक्रमा गर्ने एउटा कम बाँकी रहेको छ। हामी अब परिक्रमाको लागि हिँड्छ। यताबाट ल, यता राम्रो ल, राम्रो फोटो आउँदो रहेछ। ल बुवा मम्मी टाढा आउँछ। हाम्रो फोटो सेसनको पनि कार्यक्रम रहेको छ होइन। ल ल झपकै बोलेको आउँदो रहेछ। यता स्माइल प्लिज। दुईटा ल्याउनु पर्दैन आमालाई पनि। ल फोटो सेसनको कार्यक्रम रहेको छ होइन। यता हेर स्माइल गरौँ। ल यसमाथि ममा गर्दैछ मन्दिरको। ल हेर्न सक्नुहुन्छ हामी पुरै फ्यामिली छ, बुवा मम्मी दिदी बहिनी है।
यहाँ दिदी हुनुहुन्छ दिदी ल बुढाहरू यहाँनिर उभिरहने हेर्न सक्नुहुन्छ यहाँ कुदाकुद छ हेर्न सक्नुहुन्छ होइन ल बुढाहरूको रमाइलो छ यहाँ कुदाकुद छ फेरि पानी परिरहेको अवस्था छ सिमसिमे पानी हेर्न सक्नुहुन्छ हामी भित्र दर्शन गरेर यहाँ बाहिर निक्लेको छौँ बाहिर यहाँ एकदमै पानी परेर फेरि यता आउनु त यता आउनु पानी पर्यो अब सानो फोटो सेसनको काम रहेको छ हाम्रो लगभग हाम्रो सिद्धिङलाई यो सानो पानी परेको छ पानीमा एकदमै रुजाउँदै हामी छाता पनि ओढिसकेका छौँ है ल आजको मौसम एकदमै रमाइलो छ सबैजना पानीमा रुजाउँदै मन्दिरमा दर्शन गर्दै हुनुहुन्छ वाह मन्दिरको जानकी मन्दिरको अगाडिपट्टिको गेटको दृश्य छ सिम पानी परिरहेको छ अनि पानीमा भिज्यो भनेर भान्जी एकदमै गुनासो गरिरहनु भएको छ हाम्रो भान्जीको गुनासो छ पानीमा भिजेको ल हामी अब मन्दिरबाट बाहिर निस्किँदैछौँ हाम्रो फोटो सेसनको काम पनि सकिसकेको छ दर्शन पनि गरिसकेको छौँ अब हामी बाहिर जाँदैछौँ पानी परिरहेको छ एकदमै मौसम एकदमै रमाइलो छ धेरै ठुलो पानी पनि परेको छैन ठिक्क सिमसिम पानी परिरहेको छ त्यो छाता भिजाउने तालले पानी परेको छ यो हाम्रा भक्तहरू आउँदै हुनुहुन्छ अब हामी यहाँबाट कि विवाह मण्डपमा हामी भित्र प्रवेश गर्दैछौँ हेर्न सक्नुहुन्छ ल तपाईँ छिर्नु ल आउनु ल छिर्नु ल हामी मण्डपभित्र हामी प्रवेश गरिरहेको छौँ ओहो आउनु न भान्जी हामी गेटबाट अब भित्र प्रवेश गरेको छौँ अब तपाईँहरूलाई म विवाह मण्डप देखाउन जाँदैछु हाम्रो ग्रुप अगाडि बढिसकेको छ हेर्न सक्नुहुन्छ पानीले पनि एकदमै हाम्रो रमाइलो गरिरहेको छ एकदमै शीतल गरेको छ आज यस्तो गर्मी हुन्थ्यो नत्र यहाँ आज पानी परेर एकदमै रमाइलो छ सिमसिम पानी परिरहेको छ धेरै ठुलो पनि परेको छैन हामी विवाह मण्डपतिर हामी प्रस्थान गर्दैछौँ ल रनिङ फास्ट भान्जा कुद्दै हुनुहुन्छ बिस्तारै
चढ्नु पर्दैन हो त्यसमा यहाँभित्र चाहिँ जानकीको मण्डप छ बिहा मण्डप हो मेरो छोरी र तेरो छोराको गर्ने काम वरिपरि परिक्रमा गरेर देखाउँदैछु हेर्न सक्नुहुन्छ आउनु छोरी आउनु 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 यहाँ भगवानको बिहे भएको नि हजुर र यहाँ बिहा मण्डपको हामी परिक्रमा गरेर देखाउँदैछौँ वरिपरिबाट खै त छोरी यता हेर्नु त ल आउनु त्यो खोल्दैन नि खोल्नु मिल्दैन नि आउनु